सबैभन्दा सुरुमा यो हेर्नुहोस्, यो सन् 1880 देखि अहिलेसम्मको पृथ्वीको एभरेज सर्फेस टेम्परेचरको डाटा हो, जहाँ ग्लोबल टेम्परेचर अहिलेसम्मकै पिकमा देख्न सकिन्छ। के भएर यसरी टेम्परेचर बढिरहेको छ त? यस्तो हुनु पछाडिको कारण के हो त? अनि यसरी टेम्परेचर बढिरहँदा के हुन्छ त? यो सबै प्रश्नको जवाफ यस भिडियोमा जान्नेछौँ। यो कुनै नौलो विषय होइन। हामीले सानैदेखि पढ्दै, पत्रपत्रिका न्युजमा हेर्दै र यसको असरहरू भोग्दै आएका छौँ। सामान्य भाषामा भन्नुपर्दा हाम्रो पृथ्वीको सर्फेस टेम्परेचरमा वृद्धि आउनु नै ग्लोबल वार्मिङ हो। अझ भन्नुपर्दा हाम्रो पृथ्वीलाई ज्वरो आएको भनेर बुझ्न सकिन्छ। अब ज्वरो आउनुको कारण के हो त? ज्वरो आउनुको मूल र एकमात्र कारण भनेको हामी मानिस हौँ। अब हामी कसरी भन्ने लाग्ला हजुरहरूलाई? यो बुझ्नु अगाडि हामीले एउटा फेनोमेनन बुझ्नु जरुरी छ। फेनोमेनन भनेको चाहिँ प्रकृतिमा आफै हुने प्रोसेसलाई भनिन्छ। नेचुरली अकर हुने कुरा जस्तै इको, रेनबो, स्याडो, अझ भन्नुपर्दा जुनकिरीले राति बत्ती बाल्नु पनि एउटा फेनोमेनन हो। यी सबै फेनोमेना जस्तै अर्को एउटा फेनोमेनन रहेको छ जुन चाहिँ धेरै महत्त्वपूर्ण रहेको छ, एन्ड द्याट इज ग्रिन हाउस इफेक्ट। हजुरहरूलाई आश्चर्य लाग्न सक्छ कि मैले यसलाई किन इम्पोर्टेन्ट फेनोमेनन भनेर, जबकि हामीले सानैदेखि ग्रिन हाउस इफेक्टकै कारण ग्लोबल वार्मिङ, क्लाइमेट चेन्ज भइरहेको छ भनेर पढेका थियौँ। यदि हजुरहरूलाई आश्चर्य लागेको छ भने हजुरहरूले यो बारेमा पूर्ण ज्ञान छैन भनेर बुझ्नुहोस्। आउनुहोस् यो बारेमा हजुरहरूको ज्ञानलाई पुरा गरौँ। यो बुझ्नलाई केही समय अगाडि जानुपर्छ। आजभन्दा करिब 325 वर्ष अगाडि सन् 1700मा यो हाम्रो पृथ्वी हो, स्वच्छ, सुन्दर, शान्त र स्वस्थ। हजुर, यति बेला कुनै पनि किसिमको ज्वरो थिएन। अब ज्वरो नहुनको लागि त टेम्परेचर ब्यालेन्स्ड हुनु पर्यो। कसरी हुन्छ त ब्यालेन्स्ड टेम्परेचर? जब पृथ्वीमा घाम लाग्थ्यो तब केही प्रतिशत भने रिफ्लेक्ट हुन्थ्यो र केही प्रतिशत ट्र्याप अथवा एब्जर्ब भएर बस्थ्यो। अब घामको बारेमा त हजुरहरूलाई थाहा नै होला। घामले हामीलाई लाइट दिन्छ अलङ विथ हिट इनर्जी। रिफ्लेक्ट गर्ने काम भनेको पृथ्वीको चम्किलो सतह जस्तै आइस, स्नो, डेजर्ट्स, क्लाउड्स र ओजोन लेयरले गर्दथे। त्यसै गरी ट्र्याप अथवा अब्जर्भ गर्ने काम भनेको डार्क पार्ट्स जस्तै फरेस्ट अनि एटमोस्फियरमा रहेको ग्यासेसहरू जस्तै कार्बन डाइअक्साइड, मिथेन, नाइट्रस अक्साइडहरूले गर्दथे, जसलाई हामी ग्रिन हाउस ग्यासेस भन्ने गर्दछौँ। अब यी ग्रिन हाउस ग्यासेसको विशेषता भनेको के छ भने यिनीहरूले हिटलाई ट्र्याप गरेर राख्न सक्छन्। त्यो बेला यी ग्रिन हाउस ग्यासेसको सोर्सेस भनेको नेचुरल मात्र थिए। कार्बन डाइअक्साइड हामीले गरेको रेस्पिरेसन, भोल्केनिक इरप्सन्स अनि ओसनबाट आउँथ्यो। त्यसै गरी मिथेन भनेको वेटल्यान्ड्स, टर्माइट डाइजेसन, ओसियन एन्ड लेक्स, वाइल्ड फायर आदिहरूबाट आउँथ्यो। त्यसै गरी नाइट्रस अक्साइड भनेको सोइल माइक्रोबियल एक्टिभिटी, ओसियन, लाइटनिङ र वाटर भ्यापर चाहिँ इभ्यापोरेसन र ट्रान्सपिरेसनबाट आउँथ्यो। र यसरी ग्रिन हाउस ग्यासेसहरूले हिट ट्र्याप गरेर राख्ने प्रक्रियालाई ग्रिन हाउस इफेक्ट भनिन्छ। त्यो बेलामा नेचुरली प्रोड्युस भएको ग्रिन हाउस ग्यासेसहरू नेचुरली नै ब्यालेन्स हुन्थ्यो, जसलाई कार्बन साइकल भन्ने गरिन्छ। केही प्रतिशत हाम्रा फरेस्टले एब्जर्ब गर्थे, केही प्रतिशत ओसनले र केही प्रतिशत ढुङ्गा माटोमा स्टोर भएर बस्थे र बाँकी एटमोस्फियरमै रहन्थे र ग्रिन हाउस इफेक्ट गर्ने काम गर्दथे, जसले हाम्रो पृथ्वीलाई बस्न योग्य एउटा हेबिटेबल प्लानेट बनाउँछ। हजुर, यदि यस्तो नहुने भएको भए हाम्रो पृथ्वीको एभरेज सर्फेस टेम्परेचर भने -20 डिग्री सेल्सियस हुन्थ्यो, जुन कुनै पनि हिसाबले हामी लगायत समस्त लिभिङ अर्गानिजमहरूको लागि सुइटेबल हुँदैन थियो। ग्रिन हाउस इफेक्टकै कारण हाम्रो पृथ्वीको एभरेज सर्फेस टेम्परेचर भनेको 15 डिग्री सेल्सियस भएको हो। तर सन् 1712मा पहिलो प्रोडक्टिभ स्टिम इन्जिन आविष्कार हुन्छ। सन् 1837मा स्टिल प्लो, सन् 1908मा फोर्डले मोडल टी अटोमोबाइल बनाउन सुरु गर्छ र सन् 1978सम्म आइपुग्दा त चाइना तीव्र रूपमा औद्योगिकरणमा लागिसक्छ र हेर्दा हेर्दै विश्वकै दोस्रो ठुलो अर्थतन्त्र बन्छ। यसरी बढिरहेको औद्योगिकरणले विश्वकै कायापलट गराउँछ, मानिसको जीवन सहज बनाउँछ। टेक्नोलोजिकल एडभान्समेन्ट, इकोनोमिक अपलिफ्टमेन्ट, साइन्टिफिक र एजुकेसनल प्रोग्रेस गराउँछ। दिनबदिन नयाँ किसिमको प्रविधि, उद्योग, कारखाना थपिँदै जान्छ, जसको साथसाथै ग्रिन हाउस ग्यासेसहरू पनि थपिँदै जान्छन्। जसरी नेचुरल सोर्सबाट प्रोड्युस भएको ग्रिन हाउस ग्यासेसहरू नेचुरली नै ब्यालेन्स हुन्थे, सोर्सेस र सिङ्कमा एउटा इक्विलिब्रियम स्टेट मेन्टेन हुन्थ्यो। एक्सेस ग्रिन हाउस ग्यासेसहरूले अनब्यालेन्स क्रिएट गर्यो। 2024कै डाटालाई हेर्ने हो भने 41.6 बिलियन टन कार्बन डाइअक्साइड प्रोड्युस भएको थियो। ओसियनले 30% जुन चाहिँ 12.48 बिलियन टन हुन्छ र फरेस्टले 15.6 बिलियन टन जुन चाहिँ 37.5% हुन्छ र अराउन्ड 30% कार्बन डाइअक्साइड एटमोस्फियरमै बसिरहन्छ र हिट ट्र्याप गर्ने काम गरिरहन्छन्, जसको कारण इक्विलिब्रियम क्रिएट हुन सक्दैन, जसलाई हामी इन्हान्स्ड ग्रिन हाउस इफेक्ट भन्ने गरिन्छ, जसको कारण यसरी टेम्परेचर बढिरहेको छ।
नेचुरल सोर्सभन्दा बढी आर्टिफिसियल सोर्सबाट धेरै प्रोड्युस भइरहेको छ। यी ग्रिन हाउस ग्यासेसको आर्टिफिसियल सोर्स भनेको यस प्रकार छन्। कार्बन डाइअक्साइडको प्राइमरी कन्ट्रिब्युटर भनेको फोसिल फ्युल हो। हजुर, हामीले सवारी साधन चलाउँदाखेरि प्रयोग गरिने इन्धनबाट सबैभन्दा धेरै कार्बन डाइअक्साइड प्रोड्युस हुने गर्दछ। त्यसै गरी डिफोरेस्टेसन, ल्यान्ड युजहरूबाट पनि कार्बन डाइअक्साइड प्रोड्युस हुने गर्दछ। त्यसै गरी मिथेनको कुरा गर्नुपर्दाखेरि एग्रिकल्चरल एक्टिभिटिज, वेस्ट म्यानेजमेन्ट, इनर्जी प्रोडक्सन एन्ड युज, बायोमास बर्निङहरूबाट मिथेन प्रोड्युस हुने गर्दछन्। त्यसै गरी नाइट्रस अक्साइड भनेको सबैभन्दा धेरै एग्रिकल्चरल एक्टिभिटिजबाट आउने गर्दछ, जुन चाहिँ हामीले युज गर्ने फर्टिलाइजरहरूबाट प्रोड्युस हुन्छ। त्यसै गरी केमिकल प्रोडक्सन र फोसिल फ्युल कम्बस्टनहरूबाट पनि नाइट्रस अक्साइड प्रोड्युस हुन्छ। कन्ट्री वाइज हेर्ने हो भने नम्बर 1 ग्रिन हाउस ग्यास प्रोड्युसरमा चाइना छ, नम्बर 2 मा युएसए, नम्बर 3 मा इन्डिया। हाम्रो नेपाल चाहिँ 95 नम्बरमा पर्छ। यसरी चाहिँदोभन्दा बढी ग्रिन हाउस ग्यासेसहरू प्रोड्युस हुँदा विभिन्न चिन्ताजनक परिणामहरू देख्न सकिन्छ। जस्तै तीव्र रूपमा आइसहरू पग्लिरहेको छ, हिम नदी, हिमताल पग्लिएर आउटब्रस्ट भइरहेको छन्, हिमालहरू हिउँले ढाकिनु पर्ने बेलामा काला र नाङ्गा पत्थरहरू देखा परिरहेका छन्। युनाइटेड नेसनको सेक्रेटरी जेनरलले त गएको 30 वर्षको अवधिमा नै नेपालको लगभग 1/3 हिउँहरू पग्लिसकेको भनेर भनेका छन्। भर्खरै मात्र रसुवामा हिमताल फुटेर लेन्डे नदीमा बाढी आएको थियो, जसले नेपाल र चाइना जोड्ने पुललाई क्षति पुर्याएको छ। यस्ता घटना पहिलो पटक घटेका होइनन्, विगतमा पनि थुप्रै घटना घटेका छन्। नेपाल सरकार अनुसार अझै 21 वटा हिमतालहरू हाई रिस्कमा रहेको जनाएको छ। अनियमित वर्षाको कारण बाढी, पहिरो जस्तो समस्याहरू देखा पर्दै गइरहेका छन्, जसले समस्त जनजीवन, पूर्वाधार र अर्थतन्त्रलाई नाश भएको प्रष्ट रूपमा देख्न सकिन्छ। यसरी बढिरहेको तापक्रमले डढेलो लगाउन केही बेर समेत लगाउँदैन, हेर्दा हेर्दै कोसौँ टाढासम्म फैलिन्छ र केही बेरमै सबै कुरा ध्वस्त बनाउँछ, जसले अझै धेरै धुवा मार्फत ग्रिन हाउस ग्यासेसहरू रिलिज गर्छ। वनमा भएको वनस्पति र जैविक विविधता क्षणभरमै नष्ट हुन्छन्, जसको कारण इकोसिस्टम अनब्यालेन्स हुन जान्छ, जसमा धेरै इन्डेन्जर्ड स्पेसिस जस्तै रेड पान्डाहरू पर्ने गर्दछन्। हाम्रै स्वास्थ्यमा पनि डाइरेक्ट असरहरू देख्न सकिन्छ। युनाइटेड नेसनको अनुसार हाम्रो जस्तो डेभलपिङ कन्ट्रीहरू झन् धेरै खतरामा हुने जनाएको छ। अनहेल्दी एयर र हट टेम्परेचरको कारण दम रोग साथै अरू रेस्पिरेटरी इन्फेक्सन देखा पर्दछन्। त्यति मात्रै नभएर टेम्परेचर र रेनफल प्याटर्नमा चेन्ज हुँदाखेरि भेक्टर बर्न डिजिज जस्तै मलेरिया, डेङ्गु, लाइम डिजिज जस्तो प्राणघातक रोग लाग्न सक्छन्। वार्मर टेम्परेचरको कारण मच्छर जस्तो भेक्टरहरूको लाइफ साइकल र रिप्रोडक्सनको समय झन् छिटो हुने गर्दछ। लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रोपिकल मेडिसिनले गरेको एउटा स्टडी अनुसार सन् 2080 सम्म 8 बिलियन भन्दा बढी मान्छेहरू मलेरिया र डेङ्गुको रिस्कमा रहन सक्ने प्रेडिक्ट गरेको छ। अब यसको समाधान के त? यसरी बढिरहेको ग्लोबल वार्मिङलाई कसरी न्यूनीकरण गर्न सकिन्छ त? हजुरहरूको मनमा आइ नै सक्यो होला ओसियन र फरेस्ट छन् त भनेर। तर दुःखलाग्दो कुरा के छ भने ओसियन र फरेस्ट दुवैको कार्बन एब्जर्ब गर्न सक्ने क्षमता घट्दै गएको छ। ओसियनलाई वाटर पोल्युसन, प्लास्टिक पोल्युसन, एसिडिफिकेसनले ग्रसित बनाएको छ भने वनको त कुरै के गर्नु। युनाइटेड नेसन अनुसार विश्वभरि हरेक साल 3 मिलियन हेक्टर वन जङ्गल फडानी हुने गर्दछन्। यो एरिया यति ठुलो हो कि हाम्रो नेपालको आधी भन्दा बढी भूभागलाई कभर गर्न सक्छ। यदि यस्तै चलिरह्यो भने सन् 2100 सम्म पुग्दा 5.4 डिग्री सेल्सियससम्म पुग्ने प्रेडिक्ट गरिएको छ। हामी यस्तो अवस्थामा आइपुगिसक्यो कि जहाँबाट पछाडि फर्किन निकै अप्ठ्यारो हुनेछ। हामीभित्र अझै चेतना विकास भएन भने हाम्रो विनाश निश्चित छ। वेलकम टु द एज अफ क्लाइमेट चेन्ज।